वर्षपछि आज फेरि हामीले जोड्न पाएकोमा हामी समग्र बाँसगढीका शिक्षा क्षेत्रमा काम गर्ने आदरणीय शिक्षक तथा विद्यार्थीहरू अत्यन्त हर्षोल्लास छौँ। यसको लागि सम्पूर्ण शिक्षकहरूको तर्फबाट बाँसगढी नगरपालिकालाई धन्यवाद पनि ज्ञापन गर्दछौँ। यो सम्मान प्राप्त गर्ने सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरू विषयगत शिक्षकजीहरूका लागि उच्च सम्मान प्रकट गर्दै हार्दिक धन्यवाद पनि दिन चाहन्छौँ। वास्तवमै हामीले विगत वर्षहरूमा हामीले यो कार्यक्रमलाई निरन्तरता दिन नसकेको र यो वर्षबाट हामीले यसलाई सुरुवात गरेको हुनाले यसको निरन्तरताको पनि हामीले अपेक्षा गर्दछौँ। हामीले यो कार्य गर्दाखेरि वास्तवमै यो क्षेत्रमा लाग्ने शिक्षा क्षेत्रमा लाग्ने विद्यार्थी भाइ बहिनीहरू शिक्षक साथीहरू अत्यन्त खुसी छौँ। यस्ता कार्यक्रमहरूले हामीलाई थप हौसला प्राप्त भएको छ। आगामी दिनमा यसले झन् शैक्षिक क्षेत्रको शैक्षिक उपलब्धिलाई हासिल गर्नलाई सहायता पुग्नेछ भन्ने कुराहरू म यहाँ राख्न चाहन्छु। यस बाँसगढी नगरपालिकाले शिक्षकहरूलाई योगदान गरेकोमा हौसला बढाउन प्रेरणा दिनको लागि यो कार्यक्रम राखेकोमा विशेष धन्यवाद दिन चाहन्छु। र यस कार्यक्रमले अझै पनि आगामी दिनहरूमा 100% ल्याउनेका साथै अरू शिक्षकहरूलाई पनि शिक्षा क्षेत्रमा योगदान गर्ने शिक्षकहरूलाई पनि यसरी हौसला दिने कार्यक्रममा राखोस्। अझै हौसला बढ्नेछ र 100% ल्याउनको लागि हामी विद्यालयका शिक्षकहरूले अहोरात्र खटेर घरको कुनै पनि कामलाई वास्ता नगरेर विद्यालयमा धेरै लगाम गरेर यो 100% आउन सफल भएको हो। विश्व बजारमा बिक्ने उत्पादन गर्नको लागि एउटा जरैदेखि सिक्नुपर्ने कुराहरू यसमा रहेछन्। मैले पनि बुझेँ वास्तवमा आजका विद्यार्थीहरू जागिर खाने उत्पादन मात्रै भएका छन्। हामीहरू बाल्यकालदेखि र पढाइको साथसाथै हामी बालुवा गिट्टी ढुङ्गामा खेल्दै आए। हामी त्यही सोच अनुसारको हामी उत्पादित थियौँ भने र हामीले नानी बाबुलाई हामीले जन्माएका नानी बाबुहरूलाई माटोमा खेल्नुहुन्न धुलोमा खेल्नुहुन्न भन्ने कुरा हामीले ज्ञान दियौँ। त्यसको फलस्वरूप आजका हाम्रो नानीहरू बाबुहरू जमिनमा उत्पादन कसरी हुन्छ काउली कसरी फल्छ भन्ने कुरा बुझ्दैनन्। त्यसैले आजको आवश्यकता भनेको हामीले व्यावसायिक शिक्षामा हामीले जोड गर्ने हो भने अवश्य पनि हाम्रा नानी बाबाहरू जागिरमा भर पर्ने जागिर खाने खालका हुँदैनन्। त्यस कारणले यो साक्षरता यसमा जो नारा छ डिजिटल नारा छ इराको यसले अवश्य पनि हाम्रा नानी बाबुहरूलाई आत्मनिर्भर बनाउँछ भन्ने मलाई लागेको छ। वास्तवमा विद्यार्थीहरूलाई सानो विद्यार्थीहरूलाई यो फाइनेन्सियल लिटरेसी फाइनेन्सियल एजुकेसनको बारेमा हामीले कक्षामा नै जोड गर्ने भने कक्षामा नै सिकाउने भने पैसा भनेको के हो पैसा कहाँबाट आउँछ र पैसालाई संरक्षण कसरी हुन्छ भन्ने कुरा नानी बाबाहरूको सानै कलिलो मस्तिष्कमा ज्ञान भयो भने अवश्य पनि आफ्नो जीविकोपार्जन गर्नको लागि विद्यार्थीहरू सफल हुन्छन् भन्ने मलाई लागेको छ। र यो नारालाई डिजिटल यो इरा नारालाई हामीले लक्ष्यमा पुर्याउनको लागि शिक्षकहरू पनि त डिजिटलै हुनुपर्छ होला जस्तो लाग्छ। हामीहरू हुन त अब सरहरूले भन्नुभयो होला तर आफू चाहिँ छोडिहाल्यो होइन त्यो कुरा होइन। हामी छोडे तापनि हामी शिक्षामा हामी गाउँघरमै छौँ होइन शिक्षामै छौँ र अब कुनै पनि कार्यक्रम अथवा विद्यालय बोलाएको खलममा आफ्नो तर्फबाट हामी गाउँघरमै छौँ बाहिर गएका छैनौँ र आफूले सिकेका ज्ञान कुराहरू हामीले आफ्नो समयहरू हामीले यो शिक्षामा खर्चिनेछौँ।
खास गरी यहाँ नारा छ प्रोमोटिङ लिटरेसी इन डिजिटल एरा भनेर चाहिँ नारा राखेको छ है। यो हाम्रो डिजिटल युगमा साक्षरताको प्रवर्धन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा यो नारा इन्टरनेसनल रूपमा युनेस्कोले तय गर्छ र त्यही नाराभित्र हामी छौँ। र खास गरी हामी विद्यालय शिक्षाको कुराकानी गर्दा हामी आम शिक्षाको चाहिँ जग भनेको अनौपचारिक शिक्षाकै मार्फतबाट सुरुवात भएको थियो र म केटाकेटी हुने बेला मलाई याद आउँछ हाम्रा घरमा हाम्रा गोठहरूमा खाली ठाउँमा गाउँका शिक्षक साथीहरूले साँझ आमाहरूलाई भाउजूहरूलाई बोलाएर साक्षरता पढाउनुहुन्थ्यो। मलाई लाग्छ तपाईँहरूलाई पनि त्यो धेरैलाई अनुभव छ होला। धेरै सरहरूले म्याडमहरूले अथवा हामी जागिर खान सुरु नगर्दा साक्षरता कक्षा पढाउने युवा किशोरी अवस्थामा हामी म्याडमहरूले पनि धेरैले यो काम गर्नुभएको होला। हिजो साक्षरताको परिभाषा के थियो भने पढ्न लेख्न चिठी पढ्न सक्ने, चिठी लेख्न सक्ने, बाटामा हिँड्ने ठाउँमा छ भने गाडीको नम्बर पढ्न सक्ने, बसको टिकट पढ्न सक्ने चाहिँ सीमा सीमित थियो। हामी एउटा सामान्य रूपमा केही सामान किन्यौँ भने त्यसको मूल्य कति छ हेर्न सक्ने, नोट्स चिन्न सक्नेलाई साक्षर भएको भन्थ्यौँ र हामी 3 महिनाको अथवा 6 महिनाको कोर्स र साक्षरता पढाइसकेपछि एउटा सर्टिफिकेट दिएर तपाईँ साक्षर हुनुभयो भनेर हामी घोषणा गर्ने गर्थ्यौँ। अब समय परिवर्तनसँगै खालि त्यो ब्ल्याक एन्ड व्हाइट छापिएको कालो अथवा निलो अक्षर पढेर साक्षर भइँदैन भनेर अब अहिलेको साक्षरता भनेको साक्षरता युग भनेको डिजिटल एरा हो, डिजिटल युग हो। त्यसकारण अब डिजिटल लिट्रेसी हुन सकिएन भने फेरि हामी निरक्षर हुन्छौँ, निरक्षर जस्तै हुन्छौँ। अब खालि किताबबाट मात्रै हाम्रो जीवन निर्वाह चल्न सक्दैन भनेर यो नारा चाहिँ यसरी आएको छ। र तपाईँलाई हामीले योभन्दा पहिला विज्ञान प्रदर्शनीको रूपमा हामी यही मञ्चमा कार्यक्रम गर्दाखेरि केही दिन हामी डिजिटल बाँसगढीको पनि हामी ओपनिङ र यहाँ घोषणा गरेका थियौँ। त्यसकारण अब पालिकाले अथवा राज्यले सरकारले डिजिटल पालिका नेपालभरि नै हाम्रा 753 पालिकामध्ये पहिलो बाँसगढी नगरपालिका डिजिटल पालिका भनेर हामीले घोषणा गर्न सफल भएका छौँ। तर त्यसको कार्यान्वयनको पक्षमा डिजिटल युगमा हामी प्रवेश गर्नको लागि पालिकाका एक्टिभिटीहरू डिजिटल भएर हाम्रा कर्मचारीहरू डिजिटल भएर मात्रै पुग्दैन। हाम्रा सेवाग्राही, हाम्रा शिक्षक साथीहरू, हाम्रा विद्यालय व्यवस्थापन समिति, हाम्रा अभिभावकहरूमा पनि डिजिटल लिट्रेसीको बारेमा जानकारी हुनु जरुरी छ। त्यसकारण यो असाध्यै सान्दर्भिक हामी डिजिटल बाँसगढी घोषणा गरेको सन्दर्भमा हामी डिजिटल एरामा हामी जुन लिट्रेसीको कुराहरू गर्दैछौँ यो असाध्यै सान्दर्भिक छ। र यो साक्षरता दिवसले हामी खालि स्कुलमा केटाकेटीलाई पढाउने जुन हाम्रो विद्यालय र क्याम्पसले औपचारिक शिक्षाको जम्मा 33% जनसङ्ख्यालाई कभर गर्छ भने बाँकी 66.66% जनसङ्ख्यालाई कभर गर्ने भनेको अनौपचारिक शिक्षा हो। त्यो अनौपचारिक शिक्षालाई अहिले हामी पहिला जस्तो प्रौढ साक्षरता शिक्षा नभनेर नन फर्मल एन्ड लाइफ लङ एजुकेसन भन्छौँ, भनेको अनौपचारिक तथा जीवन पर्यन्त सिकाइ भन्छौँ। हामी जन्मदेखि मरणसम्म केही न केही कुरा सिकिरहेका हुन्छौँ। त्यसकारण हामी अब यो खास गरी संघीयताको कार्यान्वयनपछि केन्द्रमा रहेको अनौपचारिक शिक्षा केन्द्रको विघटन भइसकेपछि यो अनौपचारिक शिक्षा ओझेलमा पर्यो। त्यहाँ थुप्रै कुरा सिक्नुपर्ने, हाम्रा बुवा आमाहरूलाई कृषिका कुरा सिकाउनु पर्ने, हामीलाई स्वास्थ्यको कुरा सिकाउनु पर्ने, हाम्रो वातावरणीय कुरा सिकाउनु पर्ने, हामीलाई ब्याङ्किङ लिट्रेसीको कुरा जुन फाइनेन्सियल लिट्रेसी भन्छ ती कुराहरू सिकाउनु पर्ने र केही न केही हामीलाई यो आय आर्जनसँग सिपमूलक कामसित र हरेक कुराहरूलाई हामी जीवनभर केही न केही सिकाउनु पर्ने कुरालाई हामीले बिर्सदै गयौँ। खालि स्कुलमा जाने एफर र कफर कमल मात्रै सिकाउने तर्फ हामी केन्द्रित भयौँ, औपचारिक शिक्षाभित्र सीमित भयौँ, जसको कारण फेरि हाम्रो सिकाइ अवरुद्ध भयो। र यो अब अहिले एउटा अभियानको रूपमा नेपाल सरकारले फेरि स्थानीय तहलाई यो सामाजिक यो सिएलसी भन्छ कम्युनिटी लर्निङ सेन्टर मार्फत र प्रत्येक वडामा सिएलसी गठन गरेर त्यहाँ मार्फत यो लाइफ लङ एजुकेसनलाई अथवा जीवन पर्यन्त सिकाइलाई विभिन्न कार्यक्रमहरू बनाएर अगाडि बढाउनुपर्छ भनेर विभिन्न खालको पाठ्यक्रमहरू कार्यक्रमहरू निर्देशिकाहरू समेत जारी गरेको सन्दर्भमा हामी यो मनाउँदैछौँ। यसको सान्दर्भिकता असाध्यै महत्त्वपूर्ण छ र खास गरी दूरदराजमा हामी जस्तो पिछडिएको क्षेत्रमा यसको अझै ठुलो महत्त्व छ। त्यसकारण यसलाई सम्झँदा खास गरी साक्षरताको कुरा सम्झँदा म यो दुईवटा सन्दर्भ यहाँ उल्लेख गर्न सान्दर्भिक ठान्दछु, अनुमति चाहन्छु। हामीले जय पृथ्वीबहादुर सिंहको नाम सुनेका छौँ, जहाँ बझाङको राजा हुनुहुन्थ्यो र उहाँ विक्रम सम्वत 1934 देखि 1997 हुनुहुन्थ्यो। उहाँले त्यो समयमै के भन्नुभएको रहेछ भने सबैलाई साक्षर बनाउनुपर्छ, सबैलाई आधारभूत शिक्षा दिनुपर्छ भन्नुभएको रहेछ त्यो समयमा। हामी त 21औं शताब्दी अहिले आइसक्यौँ। त्यस्तै उहाँले अर्को कुरा के भन्नुभएको थियो भने शिक्षाको उद्देश्य मानव जातिको आदर्श चेतनालाई प्रकट गराउन, जुन भित्री चेतना छ त्यसलाई प्रकट गराउन र आदर्श विचारलाई अगाडि बढाउन र मानिसलाई सङ्गठित समाजमा बस्न योग्य बनाउनुपर्छ भनेर उहाँले त्यो समय बनाउनु भएको थियो।
तर अहिले हामी किताब घोक्ने पाठ पढ्ने म त एसएलसी पास भएको, म 8 पास भएको अथवा म बिए पास भएको चाहिँ भन्यौँ हामी सोसियल हुन सिकेनौँ। हामीसित के गर्न सक्छ त भन्दाखेरि स्किल त मसँग केही पनि छैन, पढेर चाहिँ बिए पास हो एमए पास हो भन्नेतर्फ मात्रै गयौँ। त्यसकारण शिक्षा व्यावहारिक हुनुपर्छ। जस्ती मायाको मनकामना के छ तिमी नभएको अजम्बरी आज विश्वभरि साक्षरता दिवस मनाइरहेका छौँ र यो साक्षरता भनेको पढ्न लेख्न जान्नु नै मेरो बुझाइमा साक्षरता हो भन्ने बुझिन्छ। र पहिले यो साक्षरता साक्षर बनाउनका लागि विभिन्न सङ्घ संस्थाहरूले नेपाल सरकारले प्रौढ शिक्षाहरू सञ्चालन गर्ने, महिला शिक्षा सञ्चालन गर्ने र साक्षरता अभियानहरू सञ्चालन गर्ने, यसरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर निरक्षरलाई साक्षर बनाउने अभियानहरू सञ्चालन गरेर त्यसरी साक्षर बनाएको अवस्था छ। र यसरी साक्षर गराउँदा साक्षरतामा विभिन्न यो नेपालको तथ्याङ्क अनुसार 77% अहिले व्यक्तिहरू साक्षरता हुनुहुन्छ। जो निरक्षर हुनुहुन्छ उहाँहरूलाई हामी सबैजनाले डिजिटल हुनुपर्छ भन्ने पनि छ र हामी डिजिटल पालिका भनेर 753वटा पालिकामा मध्येबाट हामीले पालिकालाई उद्घाटन गरिसकेका छौँ। र यसरी बाँदरी नगरपालिकाभित्र रहेका कर्मचारीहरू मात्रै र पालिकाभित्र रहेका हामी जनप्रतिनिधिहरू मात्रै डिजिटल भएर हुँदैन। हामी सबै सम्पूर्ण विद्यालयका सर म्याम, विद्यालय व्यवस्थापनका समितिका व्यक्तिहरू, विद्यार्थी भाइ बहिनीहरू, हामी सम्पूर्णजना समय र परिस्थिति अनुसार हामी अगाडि बढ्नु पर्दछ। र यसरी यो आज यो साक्षरता दिवस मनाइरहँदा हामी डिजिटलसँग जोडेर अगाडि बढ्नुपर्छ भन्न मैले चाहेँ। र यसरी यो हाम्रो बाँदरी नगरपालिकामा भित्र रहेका एसीमा उत्कृष्ट नतिजा प्राप्त गर्नुहुने भाइ बहिनीहरूलाई मैले हार्दिक बधाई दिन चाहन्छु। उहाँहरूले उत्कृष्ट नम्बर ल्याएर पास हुनुभएको छ। उहाँहरूको अझै पनि उत्तरोत्तर प्रगति होस्,
अझै पनि उहाँहरूले राम्रो ठाउँमा आफ्नो उन्नति प्रगति गर्न सकुन् र त्यति मात्रै नभएर जुन विद्यार्थी भाइ बहिनीहरूलाई उत्कृष्ट नम्बर ल्याएर पास गराउनु हुने सम्पूर्ण विद्यालयका सर म्याम र प्रज्यूहरू विद्यालय व्यवस्थापन सम्पूर्ण पालिकाले अठोट मेहनत गरेर जुन अहिले भाइ बहिनीहरूलाई पास गराउनमा राम्रो नतिजा ल्याएको छ। त्यस कारणले मैले सम्पूर्णजनालाई फेरि पनि हार्दिक बधाई दिन चाहन्छु। आज कुरा उठिरहेका छन्। जे खालका जेनजीका नाउँमा भ्रष्टाचारका विषयहरू पनि उठेका छन्। हामी जनप्रतिनिधि हुनुको नाताले हामी शून्य सहनशीलतामा अगाडि बढ्ने कुरामा हामी नजिकबाट हेरेर अगाडि बढिरहेका छौँ। त्यसकारण आज भ्रष्टाचारलाई निरूपण गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने र भ्रष्टाचारलाई कारबाही गर्ने संस्थागत रूपमा त्यस्ता खालका निकायहरू पनि गठन गरिएका छन्। त्यसकारण ती निकायहरूमा कानुनी प्रबन्ध गरिएको छ, कानुनी व्यवस्था गरिएको छ। त्यसकारणले त्यो कानुनी प्रबन्ध र कानुनी व्यवस्थाबाट त्यस्ता खालका व्यक्तिहरूलाई कानुनी अनुसार कारबाही गर्नुपर्छ भन्ने मान्यतामा म अडिग छु। त्यसकारणले त्यो मान्यतालाई हामी बोकेर अगाडि बढ्नु पर्दछ। कसैले पनि कानुनलाई हातमा लिएर अवाञ्छित क्रियाकलाप गर्ने कसैलाई छुट छैन। त्यसकारणले हामी विधिको शासन सञ्चालन गर्न चाहन्छौँ। विधिको शासनबाट हामी मुलुकलाई अगाडि बढाउन चाहन्छौँ। हामी समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा हामी प्रतिबद्ध छौँ। त्यो खालको प्रतिबद्धता अगाडि बढाउने स्थानीय सरकारको नेतृत्वको हिसाबले हामी अगाडि बढिरहेका छौँ। त्यसकारणले बाँसगढीको सुशासन, समृद्धि र विकास हामी एक्लैबाट सम्भव छैन। बाँसगढीका सबै जनताहरू, सबै क्षेत्रका सङ्घ संस्थामा काम गर्ने साथीहरू, राजसेवक कर्मचारीहरू, आम बाँसगढी जनताको सहयोग चाहिन्छ। बाँसगढी जनताको सुझाव चाहिन्छ। बाँसगढीका जनताको सहयोगबाट, सुझावबाट, तपाईहरू सबैको सल्लाहबाट मात्रै बाँसगढीलाई एउटा सबल र सक्षम बाँसगढी बनाउन सकिन्छ भन्ने कुरा हामीले विश्वास गरेका छौँ। त्यसको निम्ति बाँसगढीका सबै तहका जनतालाई म यस अवसरमा हार्दिक अनुरोध गर्न चाहन्छु। म अपिल गर्न चाहन्छु, बाँसगढीको सुशासन, समृद्धिको विकासको नेतृत्वको जिम्मेवारी तपाईहरू सबैले हामीलाई दिनुभएको छ। त्यसको तपाईहरू सबैले साथ र सहयोग दिनुभयो भने यो सम्भव छ, गर्न सकिन्छ। यसको निम्ति हामी प्रतिबद्ध छौँ भन्ने कुरा म तपाईहरूका बिचमा राख्न चाहन्छु। अन्त्यमा हामीले खास गरी शिक्षा क्षेत्रको विकासका निम्ति विभिन्न क्षेत्रमा प्रोत्साहन गर्ने हिसाबले जसरी हामी सरहरूलाई, मेमहरूलाई प्रोत्साहन गरेर अगाडि हामी बढ्यौँ, त्यसै गरी हामी विद्यालयलाई पनि प्रोत्साहन गरिरहेका छौँ। तपाईहरूले त्यहाँ देखिराख्नु भएको छ कि हामीले यसपटक प्रथम, द्वितीय र तृतीय हुने पालिका स्तरका विद्यालयहरूलाई पनि पुरस्कृत गर्ने व्यवस्था गरेका छौँ। यसले अन्य विद्यालयहरूलाई पनि थप हौसला प्रदान गर्नेछ, ऊर्जा प्रदान गर्नेछ। यसबाट अरू विद्यालयका सर मेमहरूलाई, विद्यालय व्यवस्थापन समितिहरूलाई, त्यस क्षेत्रमा रहनुहुने जनप्रतिनिधिहरूलाई पनि आफ्नो विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ त्यसको निम्ति मेरो के योगदान रहन्छ भन्ने एउटा थप उत्साह प्रदान होस् भन्ने उद्देश्यका साथ यो पुरस्कारको आयोजना गरिएको छ। त्यसकारण हामीले यो खालको प्रथम पुरस्कार, द्वितीय पुरस्कार र तृतीय पुरस्कार पनि आयोजना गरेका छौँ। यसको निम्ति यसपटकको एससीमा प्रथम स्थान हासिल गर्ने श्री जीवन ज्योति मावि राजाका म सबै विद्यालय व्यवस्थापन समिति, कुशल प्रशासक नेतृत्व, हेड सर लगायत सबै सर मेमहरू, विद्यार्थीहरू र त्यहाँका सबै अभिभावकहरूलाई म हार्दिक बधाई भन्न चाहन्छु। तपाईँहरूको यो सफलताको लागि म हार्दिक शुभकामना पनि भन्न चाहन्छु। यसै गरी श्री रामजानकी मावि भैँसासुर जसले द्वितीय स्थान हासिल गर्नुभएको छ, यो द्वितीय स्थान हासिल गर्नुहुने श्री रामजानकी मावि भैँसासुरका कुशल प्रशासक, हेड सर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सम्पूर्ण समितिका साथीहरू, त्यस विद्यालयका सर मेम
विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावकजीहरूलाई पनि म तपाईँहरूलाई बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु। तपाईँहरू सबैले योलाई अझ अगाडि बढ्ने दिशामा तपाईँहरूलाई सफलता मिलोस् म शुभकामना भन्न चाहन्छु। यसै गरी तृतीय स्थान हासिल गर्ने श्री जनतामावि बटुवा तृतीय स्थान हासिल गर्नुहुने कुशल प्रशासक हेड सर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यज्यूहरू, त्यस विद्यालयका सम्पूर्ण सर म्यामहरू, विद्यार्थी भाइ बहिनीहरू, अभिभावकजीहरू सबैलाई म हार्दिक बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु। तपाईँहरू आगामी दिनमा आज सफलता प्राप्त गर्नुहोस् म शुभकामना भन्न चाहन्छु। त्यसै गरी सरकारी विद्यालयको महत्त्व अभिभावकहरूका बीचमा बुझाउनका लागि जे खालको मिहिनेत परिश्रम गरेर आफ्नो एउटा कुशलता प्रदर्शन गर्ने थोबनीका प्रधानाध्यापक, त्यो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सर म्याम र त्यो विद्यालयलाई साथ सहयोग गर्नुहुने सम्पूर्ण थोमनीवासी आम जनतालाई पनि म हार्दिक बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु। तपाईँहरूले सरकारी विद्यालयप्रति देखाएको महत्त्वपूर्ण योगदान, तपाईँहरूले सरकारी विद्यालयप्रति देखाएको विश्वासको म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। यो खालको सन्देश म बाँसगढीका सबै सरकारी विद्यालयहरूमा पुग्न सकोस्। सबै सर म्यामहरू, विद्यालय व्यवस्थापन समिति लगायत कुशल प्रशासकजीहरूले त्यसबाट अनुसरण गरेर आफ्नो विद्यालयमा कसरी विद्यार्थी सङ्ख्या वृद्धि गर्न सकिन्छ, शैक्षिक गुणस्तर कसरी वृद्धि गर्न सकिन्छ भन्ने कुरामा तपाईँहरूको ध्यान अझ बढी जाओस्, यही शुभकामना र शुभेच्छा पनि म राख्न चाहन्छु। यो यसपटकको कमसेकम हामीले 80 को एससीको नतिजाबाट एकैचोटि हामीले त्यसको 5 गुणा 6 गुणा वृद्धि गरेर कमसेकम बाँसगढीमा हामी उभिएर शैक्षिक क्षेत्रको इतिहासलाई चर्चा गर्ने एउटा अवसरको दिनको रूपमा आज हामीले यसलाई लिन सक्यौँ। यो दिनको चर्चा गर्ने दिनको रूपमा ल्याउनका निम्ति, एउटा अवसर प्रदान गर्नका निम्ति योगदान पुर्याउनु हुने सम्पूर्ण सर म्यामहरूलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु। म फेरि पनि तपाईँहरूको यो कामको म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। तपाईँहरू सबैलाई म धन्यवाद भन्न चाहन्छु र तपाईँहरू सबैलाई विश्वस्त रहनका निम्ति म आग्रह गर्न चाहन्छु कि तपाईँहरूको साथमा स्थानीय सरकार छ। शैक्षिक क्षेत्रको गुणस्तर वृद्धि गर्नका निम्ति तपाईँहरूले अवलम्बन गरेका बाटाहरूमा सँगसँगै हिँड्नका निम्ति स्थानीय सरकार तयार छ, हातेमालो गरेर अगाडि बढ्नका निम्ति तयार छ। तपाईँहरू एक्लै हुनुहुन्न, हामी तपाईँहरूको साथमा छौँ। यही खालको शुभकामना र शुभेच्छा पनि म यस अवसरमा तपाईँहरूका बिचमा राख्न चाहन्छु। र अन्त्यमा तपाईँहरू सबैले यो कार्यक्रममा सहभागिता जनाएर अन्तिमसम्म बस्नुभयो र यो कार्यक्रमको महत्त्वलाई तपाईँहरू सबैले बुझ्नुभयो। वास्तवमा बाँसगढीको शिक्षा क्षेत्रमा हामी सबैले महत्त्वपूर्ण योगदान पुरा गर्नुपर्छ भन्ने खालको सङ्कल्प तपाईँहरूले बोक्नुभयो। यो साझा सङ्कल्प हामी सबैको साझा सङ्कल्प हो, हामी जनप्रतिनिधिहरूको सङ्कल्प हो, हामी शिक्षा क्षेत्रमा काम गर्ने सबै सरकारवालाहरूको सङ्कल्प हो, विद्यालयका सर म्यामहरूको सङ्कल्प हो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीको सङ्कल्प हो। विद्यार्थी भाइ बहिनीहरूले हामी अनुशासित भएर आफ्नो एउटा लक्ष्यमा कर्तव्यनिष्ठ भएर अगाडि बढ्ने सङ्कल्पको दिन हो। यही सङ्कल्प पुरा गर्नका निम्ति आजको यो 58औं अन्तर्राष्ट्रिय साक्षरता दिवसले हामी सबैलाई यो खालको हौसला प्रदान गरोस्, यही शुभकामना र शुभेच्छा व्यक्त गर्न चाहँदै